साथीहरू, मेरो नाम राधिका हो। मैले उहाँलाई मेरो यौनीले छालाको लौरो खोजेको छ, छिटो आउनु भनेर भन्न नसक्ने थिएँ। गाउँका केटाहरूले ममाथि नराम्रो नजर लाउँथे। एक दिन मेरो फेसबुकमा एउटा रिक्वेस्ट आयो र मैले एक्सेप्ट गरेँ र हामीहरू त्यो दिनदेखि च्याट गर्न थाल्यौँ। उसले पोखरामा गाडी चलाउने काम गर्दो रहेछ। करिब 1 महिना जति हामीहरू फेसबुकमै कुरा गर्यौं र त्यस पछाडि हामी एक दिन भेटेर घुम्न जाने, डेटिङ जाने प्लान बनायौं। उहाँले मलाई पोखराको पृथ्वी चोकमा बोलाउनु भयो र म लोकल गाडी चढेर पृथ्वी चोकमा गएको उहाँ त्यहाँ मलाई लिन आउनु भएको रहेछ। उहाँ एकदमै ह्यान्डसम हुनुहुन्थ्यो। हाइट पनि अग्लो, उहाँको उमेर 30 वर्ष भएको रहेछ। उहाँको पनि श्रीमतीले डिभोर्स दिनुभएको रहेछ। पोखरामा एक्लै रुम भाडामा लिएर दिनभरि गाडी चलाउने, राति आएर सुत्ने, आफै खाना पकाउने, खाने गर्नुहुँदो रहेछ। हामीहरू एउटा होटलमा बसेर चिया खाँदै मनका कुराहरू साट्यौं र त्यस पछाडि हामीहरू पोखराको महेन्द्र गुफा घुम्नका लागि बस चढेर गयौं। महेन्द्र गुफा पुगे पछाडि करिब हामीहरू बेलुकाको 5 बजेसम्म त्यही घुमेर बस्यौं। गुफा एकदमै राम्रो रहेछ। भित्र अँध्यारो, माथिबाट पानीहरू तपती चुहिएका चमेराका बच्चाहरू भरभर उडिराखेका थिए। दिनभरि उहाँसँग रमाइला कुराहरू गर्दै त्यो दिन कटाइयो र त्यो दिन मलाई एकदमै खुसी लागेको थियो, किनकि धेरै समय पछाडि म एउटा केटा मान्छेसँग घुम्न गएको थिएँ। त्यस पछाडि हामीहरू फेरि गाडीमा चढेर पृथ्वी चोक आउने भनेर गाडी चढियो, तर उहाँले मलाई बीच बाटोमै झार्नुभयो र भन्नुभयो, हाम्रो रुममा गएर चिया खाएर गए हुन्छ, आउन जाम, यहाँ पलतिर त हो नि, अनि म तिमीलाई गाडी चढाइदिन्छु भन्नुभयो। त्यस पछाडि मैले पनि हुन्छ, जाउँ न त भनेर उहाँको रुममा गएँ। उहाँले मलाई एकदमै घुमाउरो बाटो लिएर जानुभयो। उहाँको रुममा पुग्दा करिब बेलुकाको 7 बजिसकेको थियो। हाम्रो गाउँमा जाने गाडी पनि छुटिसकेको थियो र म उहाँको रुमभित्र छिरेपछि उहाँले, आज यतै बस्ने हो, म बाहिर गएर मासु लिएर आउँछु, तिमी भात पकाउँदै गर्नु भनेर बाहिर जानुभयो। म निस्केर जाउँ जस्तो लागेको थियो, तर उहाँको विश्वास तोडेर कहाँ जाने भन्ने सोचाइ आएर म भात पकाएर बसे। उहाँले मासु र 1 बोतल रक्सी पनि लिएर आउनु भएको रहेछ र म मासु पकाउनतिर लागे। मैले मासु पकाउँदाखेरि उहाँले मेरो कन्न पछाडिबाट मलाई अँगालो हाल्नु भएको थियो। मेरो शरीरभित्रको इमोसन बाहिर आउँदै थियो। धेरै दिन पछाडि मेरो अगाडि कुनै केटा मान्छेले मेरो शरीरमा टच गरेको थियो। मलाई यौन सम्पर्क गर्ने इच्छाहरू जाग्दै थियो। त्यस पछाडि हामीहरूले मासु र रक्सी खानुभयो। मैले भात खाएँ। त्यस पछाडि हामीहरू खाटमा बसेर सुख दुःखका कुराहरू गर्दै थियौं। उहाँलाई मैले भने, तपाईँ भुइँमा सुत्नु, म खाटमा सुत्छु भनेर, तर उहाँले मलाई च्याप्पा समातेर खाटमा गुल्टाउनु भयो। मलाई पनि उहाँको छालाको लौरो मेरो योनीमा घुसाउन मन लागेको थियो। 6-7 वर्षसम्म मेरो बुझिएको यौनीको प्वाललाई खोल्न मन लागेको थियो। उहाँले लिङ निकालेर आए हुन्थ्यो नि भन्ने मनमा कुराहरू खेलिराखेको थियो। उहाँले मेरो दुधहरू मिच्न थाल्नुभयो। त्यतिखेर मैले मेरो कालो बुढोलाई एकदमै सम्झेको थिएँ। सम्झेर के गर्ने, बुढा टाढा हुनुहुन्थ्यो। मेरो यौनीलाई पैसाले मात्रै चित्त बुझाउन सक्ने थिएन, मलाई छालाको लौरो चाहिएको थियो। उहाँले मैले लगाएको शरीरको कपडाहरू सबै खोलेर नाङ्गे बनाउनु भयो र बिस्तारामा उत्तानो पारेर सुताउनु भयो र मेरो पेटमाथि बसेर मेरो दुधहरूमा तेल लगाउँदै मालिस गर्न थालिदिनु भयो। म भित्रको यौन इच्छा, चाहना बढ्दै थियो, इमोसन आउँदै थियो। मेरो योनीबाट चिप्लो पानीहरू निस्किराखेको थियो र मैले उहाँलाई पनि कपडा खोल्नु न भनेर उहाँको लिङ्गलाई समातेर मेरो मुखमा हालेँ र मैले केही बेरसम्म उहाँको लिङ्गलाई चुसिदिएँ। त्यो दिन म स्वर्गमा गएको जस्तो खुसी मिलेको थियो। करिब 5 मिनेट जति उहाँको लिङ्गलाई चुसिदिएको उहाँको लिङ्ग सर्पा जस्तै ठरिएको थियो। त्यस पछाडि उहाँले मलाई मेरो खुट्टा काँधमा हालेर आफ्नो जिब्रोले मेरो यौनीलाई चाट्न थाल्नुभयो। करिब 10 मिनेट जति उहाँले जिब्रोले मेरो यौनीलाई चाट्दै हातको औँला मेरो योनीको पलमा छिराउँदै गर्नुभयो। मेरो योनीबाट सेतो सेतो दहीहरू निस्केको थियो। धेरै साल भइसकेको थियो, मैले अहिलेसम्म छोएको पनि थिएन। त्यसैले गर्दा भित्र जमेको दही निस्किएको होला र केही बेर पछाडि उहाँले मेरो योनीको टुप्पोमा आफ्नो लिङ्गले मुसार्न थाल्नुभयो।
मलाई एकदमै इमोसन आएको हुनाले म बटारिँदै थिएँ। उहाँको मुखमा किस खाँदै उहाँको जिब्रोलाई चुस्दै थिएँ। त्यस पछाडि उहाँले मेरो योनिमा आफ्नो लिङ्ग छिराउन थाल्नुभयो र मेरो खुट्टा आफ्नो कानमा हालेर रन्काउन थाल्नुभयो। उहाँले दन्काउँदाखेरि क्वाच गरेको थियो। मेरो योनिबाट धेरै पानी आएको भएर होला। त्यस पछाडि करिब 10 मिनेट जति उहाँले मलाई ननस्टप पड्काउन थाल्नुभयो। मलाई एकदमै मजा आइरहेको थियो। उहाँले मलाई कुकुर बनाएर घोप्टो पारेर उत्तानो पारेर रन्काउनसम्म रन्काउनुभयो। मेरो यौनी चराइराखेको थियो। धेरै समय पछाडि मेरो यौनीमा छालाको लौरो घुसाएको भएर होला एकदमै चराएको थियो। तर मैले त्यो इमोसन आएको बेलामा दुखाइलाई बिर्सेर उहाँको चाकलाई समातेर आफ्नो यौनीमा दल्दै थिएँ। उहाँले पनि रन्काउँदै हुनुहुन्थ्यो। करिब आधी घण्टा जति हामीहरूले यौन सम्पर्क गर्यौं। त्यस पछाडि उहाँको लिङ्गबाट सेतो बिर्य आउन थाल्यो र उहाँले आफ्नो लिङ्ग मेरो योनिबाट झिकेर मेरो मुखमा हालिदिनु भयो। चुसेर उहाँको लिङ्गबाट निस्किएको बिर्यलाई सुक्क बनाइदिए। त्यस पछाडि फेरि उहाँले मलाई भन्नुभयो मेरो लिङ्गलाई एकछिन पछाडि फेरि एक राउन्ड गरौँला भन्नुभयो र केही बेर पछाडि उहाँको लिङ्ग खडा भयो र उहाँले फेरि पनि मलाई घोप्टो पारेर दन्काउनसम्म दन्काउनु भयो। कुनै बेलामा किचन र्याकमा लगेर घोप्टो पारेर रन्काउनुहुन्थ्यो भने कुनै बेलामा खाटको डिलमा राखेर काँधमा खुट्टा हालेर रन्काउनुहुन्थ्यो। उहाँ थाकिसक्नु भएको रहेछ, त्यसैले मलाई माथिबाट गर्न भन्नुभयो र उहाँलाई उत्तम परेर सुत्न भने र म उहाँको लिङ्गमाथि गएर बसेर उहाँको लिङ्ग मेरो यौनीमा घुसाएर मैले माथिबाट ल्वाम गर्न थालेँ। बुढाले सोच्नु भएको थियो होला मेरो बुढीलाई पैसा पठाइदिएको छु चित्त बुझाएर बसेकी छे भनेर, तर के गर्ने मुखले पो अन्न खान्छ। छालाको लौरो खाने मुखलाई पैसाको बुझो हालेर नहुँदो रहेछ। त्यो दिन हामीहरूले 4-5 राउन्डसम्म यौन सम्पर्क गर्यौं र जसै भोलि बिहान उज्यालो भयो उहाँले मलाई पृथ्वी चोकमा लिएर आउनुभयो र गाडी चढाइदिनु भयो र मलाई त्यतिखेर एकदमै आनन्द आएको थियो। धेरै समय पछाडि यौन सम्पर्क गरेको थिएँ। त्यस पछाडि हामीहरू हरेक शनिबार भेट्ने र डेटिङ जाने र फेरि पनि रुममा गएर यौन सम्पर्क राख्ने कन्टिन्यू तरिकाले हामीहरू